च्यालीलाई प्रपोज गर्दा मेरो मन दुखेको थियो। हामीले हान्देऊ नहान्देऊ फरेला बच्च यहाँ एउटा कमेन्ट हात एकदम कुदिरह यार के भएर सिङ्गल आउने मान्छेलाई व्यवस्था हुन्छ किन होटलमा हारे हुँदैन आफै लिएर आउनु ठमेलमा पाउँछ भनिदिनु न। ठमेला पाउँछ केटीहरू म त अहिलेसम्म गएर मलाई के थाहा यार कानुन नगेको कसो भयो यार गए पनि श्रीमती पछि लाग्छ मित्रको हामी त कहाँ ठमेला ल एक्टिङ गर्दा पनि साडी चौकोमा लाउँछ हन गर हो घुम्टो गरेर एक्टिङ गर भोलि रेकर्ड गरेर कुदाउँछ न नकलाएर कर्प हाने यस्तो गरेर एक्टिङ रेकर्ड गरेर हाल्छ नि भोलि मलाई आउँदैन कि यस्तो एक्टिङ सेक्टिङ मलाई खासमा डान्स मात्र आउने हो। ल एक्टिङ गर्ने मान्छे भाइरल भएर कहाँ पुगिसक्यो तिमी अनि होटलवाली भाइरल अरे रुबेनजी म तपाईँलाई माया गर्छु समथिङ सन्देश गफ लगाइदियो नि यार पागल यार ल ल ल केही त सङ्घर्ष गर म त डाइरेक्ट रुबेनजी भन्छु है डाइरेक्ट म त हाँसिरहेको होइन यसो गर रुबेन भन चिना भन रुबेन भन होइन म तपाईँलाई पहिला पनि माया गर्थेँ यस्तो यस्तो होइन पुरा भन्न नसक्यो तपाईँ चियावालीसँग यस्तो गर्दाखेरि मलाई मन दुख्छ समथिङ समथिङ भनेर टक्क लगाएर सो एक्टिङ गर्थ्यो होइन मैले त होटलमा पनि तपाईँहरू दुईजना बसेको डेटिङ गरेको देखेँ तर मेरो मन त्यो स्क्रिप्टमा छैन पागल एक्सक्युज मी म अहिलेसम्म चियावालीसँग इन्डासँग बोले पनि छैन त नौरी कुरो नगर त ल एक्टिङ गर सुरु गर रुबेनजी हजुर मलाई मन भित्रै देख्यो हजुरलाई चाहिँ मन पर्छ। खुल्लेर हुन्न फुल्लेर एउटा हात फुल हुन्छ हजुर एउटा हातमा फुलसुल केही हुन्छ एउटा केही त ल्याउनुहोस् यो के खाने पर्पज हो यो ए फुल पनि चाहिन्छ पागल पर्पज गर्ने बेला फुल अरे के हो यो यता हालेर हाल्दै गएछ यत्रो सिटी त्यो फुल पनि के कोवर समातेको यार ओ यसरी एक्टिङ बवाल यस्तो फिल्ममा डुबन नेपाली आशिका बहिनी सारङ्गी रेडिन्छ अर्को भेटिन्छ भनेको यही हो कट्टुवाला जालीवाला चियावालीवाला सब छोडेर ए लास्टमा आयो होटलवाला ल एक्टिङ गर 1